गुड इभिनिङ एभ्रिवान। आज चाहिँ मसँगै डिनर बनाऊँ है त। मैले चाहिँ डिनरको लागि खसीको मासु लिएर आएको थिएँ नेपाली पसलबाट र त्यसलाई चाहिँ आज मैले अरू बेलाको भन्दा डिफ्रेन्ट तरिकाले बनाउने विचार गरेँ। अरू बेला चाहिँ मैले कुकरमा बनाउने गरेको थिएँ, तर आज चाहिँ मैले कराईमै बनाउँछु भन्ने सोचेँ। अनि सानो ग्यास पारेर चाहिँ यसलाई मैले बिस्तारै चलाएर भुटिकन पकाएँ। मजाले त्यो मासु चाहिँ रातो हुन्जेलसम्म मजाले भुटेर अनि मरमसलाहरू हालेँ, गरम मसलाहरू सबै थोक हालेँ। यो चाहिँ हाम्रो बारीको प्याज, हेर्नु न कस्तो दामी बाहा प्याज र धनियाँ। अनि मेरो मासु चाहिँ रेडी भयो। यस्तो दामी मिठो भएको थियो है। वाउ, आफ्नै हात चुम्न मन लागेको थियो मलाई, त्यति मिठो भएको थियो आज चाहिँ। अनि त्यसपछि मैले फेरि पकौडा बनाउने विचार गरेँ। प्याजी मजाले प्याज, धनियाँ, प्याजको पत्ता सबै त्यो खोर्सानीहरू काटेर मरमसला हालेर बेसन हालेर मैले मजाले त्यसलाई मिक्स गरेँ। अनि यो रातो चाहिँ मैले फुड कलर हालेको, किनकि पकौडा भनेको रातो रातो देखेको राम्रो हुन्छ नि त। यो फुड कलर पनि मैले नेपाली पसलबाट लिएर आएको थिएँ। कस्तो दामी परेछ कि। अर्को ल्याएको चाहिँ फेरि राम्रो छैन। यो रेड कलरको चाहिँ कस्तो दामी खालको कलर परेको छ कि फुड कलर पनि। प्याजी पनि ठ्याक्कै पूर्वको स्वाद आउने खालकै बनेको थियो कि, यस्तो दामी भएको थियो है। अनि त्यसपछि चाहिँ मैले अब बेतुको साग खेलाउनतिर लागेँ। हिजो टिपेको बेतुको साग मलाई चाहिँ एकदमै धेरै मनपर्छ। बेतुको साग मेथी र जिरा पड्काएँ अनि सुकेको खोर्सानी मात्र पड्काएर चाहिँ मैले नुन हालेर अनि बनाएँ बेतुको साग। मलाई चाहिँ धेरै थोक हालेको मन पर्दैन, तपाईँहरूलाई मनपर्छ भनेदेखि चाहिँ आलु पनि हाल्न सक्नुहुन्छ। मलाई चाहिँ यस्तै सादा मनपर्छ साग चाहिँ। त्यसपछि चाहिँ मैले चना मटरको चाहिँ ग्रेभी बनाउने विचार गरेँ। चना मटर आलु हालेर चाहिँ मैले यसको ग्रेभी बनाएँ। त्यसपछि चाहिँ मैले सादा खाना बनाएँ। हामीलाई चाहिँ सादा खाना नै मिठो लाग्छ र फाइनल लुक चाहिँ यस्तो देखिएको थियो मेरो आजको खानाको चाहिँ। थ्याङ्क यू फर वाचिङ। बाई बाई, गुड नाइट।